तपाईँले कहिले विचार गर्नुभएको छ एरोप्लेनको झ्यालहरू किन गोलाकारको हुन्छन्? यो कुरा दृश्य हेर्नका निम्ति मात्र होइन, तर एक्चुअली यो जीवन रक्षाको निम्ति डिजाइन गरिएको हो। हामीले समयमा पछाडि 1950 को प्लेनहरूमा हेऱ्यौँ भने तिनीहरूमा पनि चारपाटे झ्याल नै हुने गर्दथे, जस्तै आज कि हाम्रो घरहरूमा छ। र जब प्लेन उड्न थाल्थ्यो, माथि हायर पोइन्टमा जान थाल्थ्यो र स्पिड जान थाल्थ्यो, त्यो झ्यालहरू लिटरली हावामा नै विघटन हुन थाल्दथ्यो, फुट्न थाल्दथ्यो। समस्या के हो? तीखा कुनाहरू। दबावयुक्त किरण वा वर्गाकार झ्यालको कुनाहरूमा तनाव जम्मा हुन्छ। समयसँगै ती कुनाहरू फुट्छन्, तर वृत्त यसले त्यो दबावलाई फ्रेम वरिपरि समान रूपमा वितरण गर्दछ। यदि आजको दिनमा पनि वर्गाकार झ्यालहरू नै हुने भए, धातुको निरन्तर विस्तार र सङ्कुचनले केही बेरको उडानहरूपछि विमान सिसा जस्तै चकनाचुर हुने थियो। विमानमा तपाईँले देख्नुहुने हरेक घुमाउरो भागले हावालाई भित्र राख्न र